हो निने ओइ अपुई त कहाँबाट आएको मसमस भएर तिमीहरू घरमा बसेर अर्का कुरा गरिरहन्छौ गाउँमै आगो लागेको पनि थाहा पाउँदैनौ ज्वाइँको घर डढेर आगो मार्दिकिन आएको घरमा मान्छे थिएन रहेछ नानीहरू पनि स्कुल गएको थिएछ ज्वाइँ पनि ड्युटी गएको थिएछ डढ्यो हल्लै खाक सबै डढ्यो तर मान्छे चाहिँ के पनि भएन ला अब पञ्चायततिर गएर घरहरू बनाइ मागेर बनाइदिन्छ होइन बनाइदिन्छ अरे ल विवेक आएन पठाइदिनु ल मेरो मान्छे खोइ किन बोलाएको कि ज्वाइँको घर डढ्यो अरे त्यही त ज्वाइँले त्यो बिहान पूजा गरेर दियो त्यतिकै बालिराखेछ त्यहीबाट आगो टिपेछ ढिलो चाल पाइ भयो तर मान्छे चाहिँ के पनि भएन अन्त किन बोलाएको मलाई चाहिँ के काम थियो मसँग होइन हौ त्यो घर डढ्दाखेरि क्या त्यो ज्वाइँको खसी थियो नि पाङ्रे त्यो पनि जलेछ कि एकदम डल्लै डढिसकेको थियो नि टाउकोहरू त नचिन्ने भएको थियो तर त्यो छातीको यत्रो भएको चाहिँ अब राम्रो नडढी थियो कि त्यो लिकिरहेको छु कि यसो मलाई नखाइदिए ल त्यसो भए पोल्दै गर म दुईपल्ट लिकिन आउँछु राम्रोसँगले पोल्दै गर है ल काँचो नबना तैँले त काँचो बनाउँछु ओइ ज्वाइँले चाहिँ थाहा नपाउँछ फेरि अप्ठ्यारो हुन्छ है मलाई दाजु भनेर इज्जत गर्छ कि कस्तो डिफरेन्ट टेस्ट हुँदो रहेछ है त्यो घरमा डढेर होला हौ अर्कै खालको टेस्ट हो त है ए ज्वाइँ यहाँ आउनुहोस् त हजुर दाजु अब के गर्नुहुन्छ अब जे भयो भयो दियोहरू बालेर त्यसरी राख्नु हुन्थेन राखे पनि एकदम सेफ्टी जग्गामा राख्नु पर्थ्यो मान्छे चाहिँ के भएन त्यति मात्रै ढुक्कै भयो अब त्यो खसी डढेछ एउटा त्यो त अब तपाईँ के पनि भएन बादमा किन्नु सकिहाल्छ ए दाजु खसी त डढेन रहेछ त्यो डोरी पहिला डढेछ कि अन्त त्यति बेला चाहिँ डोरी चुडेर चाहिँ फुत्केर भागेछ अन्त ए दाजु त्यो हिँड्नै नसक्ने क्या लुतो लागेको कुकुर डढेछ नि भर्खर बिहाएको थियो हेर न म खोजेकै छ आँसुको भारी मङ्गाठो पारी पोखियो आज संसारै हारी मनै त